नमस्कार। घिमिरे युवराजद्वारा लिखित नाटक लस्ट एन्ड फाउन्डको आज हामी औपचारिक विमोचन समारोहमा उपस्थित भएका छौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने तपाईँ सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई साङ्ग्रिला बुक्सको तर्फबाट कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु। युवराजलाई पहिलो त म सबैभन्दा पहिला धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभनेदेखि साङ्ग्रिला बुक्सलाई उहाँले आफ्नो नाटक छाप्ने मौका दिनुभयो। त्यसपछि धेरै धेरै बधाई र शुभकामना। हस्, धन्यवाद दिन्छु। नेपाली नाट्य क्षेत्रले चाहिँ धेरै विदेशी अनुवादका नाटकहरू मात्रै गर्छन् भन्ने आरोप खेपिरहन्छ। सबै आरोपको भारी बिसाउन त हामी आज यहाँ सक्दैनौँ, तर पनि कम्तीमा 2 वर्षमा 2वटा नाटकको कृति छाप्ने मौका साङ्ग्रिला बुक्सले पाएको भनेर सुनाउन पाउँदा मलाई एकदमै गर्व महसुस भएको छ। म यसमा खुसी पनि छु। र दुवै नाटक चाहिँ घिमिरे युवराजकै हुनु हाम्रो लागि धेरै धेरै सुखद संयोग हो। नाटकको रमाइलो के छ भनेदेखि आज तपाईँहरूसँग किताब पनि प्रकाशित छ, किताबमा पनि पढ्न पाउनुहुन्छ र एक साता पछाडि नाटक मञ्चन पनि हुँदैछ। आफूले पढेको नाटकको कृति मञ्चमा कस्तो आयो भनेर हेर्न पाउने अवसर पनि छ। मलाई आशा छ तपाईँहरूले आफ्नो त्यो अवसरको सदुपयोग गर्नुहुनेछ। आजको कार्यक्रम धेरै भारी भरकम छैन। म पनि यहाँ उभिएर धेरै बोल्न जान्ने मान्छे होइन। बोल्न भने चाहिँ खुट्टा काप्छ, स्वर काप्छ, तर कोसिस गरिरहेको छु। त्यही भएर हामी धेरै भारी भरकम कार्यक्रम केही पनि गर्दैनौँ। हामीले विमोचनको निम्तोमा पनि लेखेका थियौँ। हामी अब एकैछिनमा लेखक घिमिरे युवराज र अभिनेता दिव्यदेवको छोटो मिठो र रमाइलो कुराकानी सुन्छौँ, हेर्छौँ। त्यस पछाडि हामी औपचारिक रूपमा लस्ट एन्ड फाउन्ड कृति विमोचन गर्छौँ। अनि त्यस पछाडि तपाईँहरू हातमा पुस्तक लिएर चिया खाँदै लेखकसँग गफिन सक्नुहुन्छ। एकदम छोटो मिठो कार्यक्रम गर्छौँ। अब म कार्यक्रमको सुरुवात गर्नको लागि चाहिँ अभिनेता दिव्यदेव र लेखक घिमिरे युवराजलाई मञ्चमा निम्त्याउँछु। मैले छोटो मिठो रमाइलो भनेको छु है कुराकानी। नमस्कार सम्पूर्णमा। छोटो मिठो रमाइलो भन्ने कुरो आयो, झन् अलिकति प्रेसर बढाए जस्तो लाग्यो। भाइ अलिकति एकछिन अघि चाहिँ डेजाबु पनि भएको थियो। के अरे मानव शास्त्री र घिमिरे युवराज फेरि एकै स्टेजमा केही दिन अगाडि दाइसँग भेट हुँदाखेरि यत्तिकै गफ गर्दाखेरि चाहिँ हामी एउटा फिल्म हेरेका थियौँ। फिल्म हेर्न गएका थियौँ अनि अलिअलि दिक्क पनि लागेको थियो। अनि दाइले यत्तिकै गफमा चाहिँ दिव्यदेव पख अब म लेख्छु, एउटा खतरा स्क्रिप्ट लेख्छु, रिभेन्ज एक्सन ड्रामावाला एउटा बवाल स्क्रिप्ट लेखेर दाजुभाइ खेल्नुपर्छ, म बनाउँछु भन्नुभएको थियो। कहाँ पुग्यो दाइ स्क्रिप्ट? स्क्रिप्ट त हिँड्दैन, स्क्रिप्ट योजनामै छ। तर अब त्यो अघि तिमीले भन्यौ नि एउटा फिल्म हेर्दा चाहिँ बोर लागेको थियो भनेर, कहिलेकाहीँ कुनै नाटक हेर्दा पनि त्यस्तै बोर लाग्छ। त्यो एउटा फिल्मको कुरा मात्रै होइन। मैले चाहिँ नाटक खेल्ने, निर्देशन गर्ने सँगसँगै मलाई लेख्न पनि मन लाग्छ। अनि अहिले चाहिँ एकदमै धेरै नाटकमै काम भइरहेको हुनाले अब यहाँ काठमाडौँमा शिल्पी थिएटरमा अनि उता सुन्दर हरैँचामा पनि काम भइरहेको छ। अनि धेरै टुर गरिरहेको हुनाले 3 वर्षदेखि योजना गरेको त्यो काम गर्न पाएको छैन। तर यो अर्को साल चाहिँ गर्ने नै हो। तर अब बोर लाग्थ्यो, फिल्म चाहिँ बोर लाग्छ कि रमाइलो हुन्छ त्यो थाहा छैन, तर गर्ने योजना छ। पछिल्लो समयमा भनौँ न थिएटर रङ्गकर्मीहरू हामी सब धेरै जसो नै लाई चाहिँ फिल्मले धेरै तानिरहेछ होइन। सबैले कता कता फिल्ममा खेल्न अथवा फिल्म बनाउन रहर लागेको जस्तो अनौपचारिक कुरा गर्दाखेरि पनि। अनि उपस्थिति पनि बढ्दै गएको छ। के कारण होला दाइ, किन यति धेरै तान्छ फिल्मले हामीलाई? यो चाहिँ अलि कडा क्वेसन हो। अप्ठ्यारोमा पार्न सक्छ, सम्हालेर भन्छु है त। अब न्यू मिडियाले जहिले पनि मान्छेलाई आकर्षित गर्छ। जस्तो अहिले फिल्म मात्रै होइन कि सिरिज अथवा अहिले त टिकटकमा पनि छोटो छोटो 30 सेकेन्ड 40 सेकेन्डको भिडियोले पनि तानिरहेको छ। जस्तो कि 42 सालमा टेलिभिजन आइसकेपछि चाहिँ धेरै रङ्गकर्मीहरू टेलिभिजनमा जानुभयो।
जस्तो यहीँ सिरिजमा टेलिफिल्ममा जाने मैले अनिल दाई अनिल पाण्डे दाई यहीँ हुनुहुन्छ, जनैको साँचो, अनुप सर हुनुहुन्छ, जेठो छोरा, तपाईँको धेरै रङ्गकर्मीहरू चाहिँ नेपाल टेलिभिजनतिर जानुभयो। तर फेरि बिस्तारै उताको त्यो मोह रहर मेटिएपछि फेरि यता आउनुभयो। त्यो भएर यो क्रम चाहिँ सधैँ चलिरहन्छ जस्तो लाग्छ। अनि मेरो आफ्नो हिसाबले हेर्दा चाहिँ नाटक प्रेम हो, सिनेमा विवाह हो। अब कोही कोही प्रेममै बसिरहन्छन्, कोही कोही विवाहतिर पनि लाग्छन्। कुन ठिक हो भन्ने चाहिँ त्यो व्यक्तिमा निर्भर गर्छ। प्रेममै बसे अझ राम्रो, विवाहको शास्ति छ होइन? तिमी पनि फिल्म खेल्छौ, कस्तो लागिरहेछ फिल्ममा? मैले त बिए गरिसकेँ, सो खुसी छु। तर के भन्दाखेरि जहिले पनि एक किसिमको त्यो छटपट्टि अनि असन्तुष्टि त्यो चाहिँ रहिरहन्छ। त्यो चाहिँ जिन्दगीभरि नै यो रहिरहने हो कि कुनै दिन यो भनौँ न यो क्रम चाहिँ क्रमभङ्ग हुन्छ भन्ने कुरा चाहिँ थाहा छैन। तर असन्तुष्टि चाहिँ भनौँ न आफूले केही सिग्निफिकेन्ट गर्न नसकेको त्यो 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 पीडा, त्यो असन्तुष्टि चाहिँ अलिकति अर्कै खालको हुने रहेछ। त्यसले चाहिँ लखेटिरहेको हुन्छ। त्यो चलिरहने हो कि तपाईँलाई चाहिँ कस्तो लाग्छ? तपाईँलाई एकदम भित्रैबाट सेटिस्फाई भएको आफ्नो कुनै कामले त्यस्तो भएको छ अथवा तपाईँलाई पनि त्यही हो? मेरो चाहिँ त्यो लगाव चाहिँ अझै बढ्दै भएको हुनाले झन् योजनाहरूको थाकका थाक छ कि चाङका चाङ छ। त्यो भएर एउटा व्यक्तिको इनर्जी कता जाने भन्ने हुन्छ। जस्तो थिएटरमा एज एन एक्टर काम गरिरहेको साथीहरू फिल्ममा काम गरिराख्नु भएको छ। जस्तो मैले चाहिँ थिएटरमा काम गर्दा गर्दै लेखि पनि राखेको छु भन्नाले त्यो इनर्जी कहाँ लाने भन्ने हो। र डेफिनेटली तिमीले भने जस्तो फिल्म राम्रो बनोस् भन्ने कामना चाहिँ छ। तर त्यो त एकदमै सुन्दर मिडियम हो। अनि फिल्म र थिएटर इक्वल्ली उसरी नै लेखिनुपर्छ, उसरी नै बन्नुपर्छ भन्ने लाग्छ मलाई। तर लसको हिसाबले चाहिँ होइन, लसको हिसाबले चाहिँ म यसो हेर्दाखेरि नाटकमा चाहिँ त्यो सङ्कट अलिक कम छ। किनभने एउटा फिल्म चाहिँ अहिले हामी सुन्छौँ है बजारमा चाहिँ, थाहा छैन तिमीले भन्न सक्छौ, जो फिल्ममा काम गरिराख्नु भएको छ अनुप सरले भन्न सक्नुहुन्छ, एउटा फिल्म बन्दा चाहिँ 3 करोड 4 करोड खर्च भइरहेको छ। अनि धेरै फिल्महरू चाहिँ ले चाहिँ पैसा नउठाइरहेको स्थिति छ। अनि हामीले कुरा गरेका थियौँ नि, 4 करोड लगाउने निर्माताले चाहिँ थिएटरमा लगानी गर्नुभयो भने एटलिस्ट 10वटा ग्रेट नाटक राइटरलाई पनि राम्रो प्ले गरेर अनि ग्रान्ड प्रोडक्सन गर्न सकिन्छ र नाम सम्मान पनि पाइन्छ। त्यही अघि हामी कुरा गरिरहेको थियौँ दाइ र मलाई पनि कता कता लाग्यो कि अब रिसेन्टली अथवा भनौँ न यो एक्सपिरियन्स चाहिँ भोगिराखेको हुन्छ। एउटा निर्माता धेरै सपना बोकेर फिल्ममा चाहिँ स्पेसली नाम दाम भनौँ यो पाउने उसमा चाहिँ 2 करोड 3 करोड रुपियाँ लगानी गर्नु सामान्य जस्तै भइसक्यो। तर यो त्यही निर्माताले भनौँ त्यो लगभग 90-95% चाहिँ रिटर्नको ग्यारेन्टी छैन र 90% केसेसमा चाहिँ त्यो कति मुभीहरू असफल नै भइरहेको हुन्छन् र लसमै हुन्छ। त्यो निर्माताहरूलाई चाहिँ उहाँलाई चाहिएको भनेको एउटा भनौँ न उहाँले विशुद्ध रूपमा आर्टमा कन्ट्रिब्युट गर्नु छ, अलिकति नाम होस् होइन, त्यो होस् भन्ने चाहना राख्ने हो भने त्यो 2-3 करोड रुपियाँ यता थिएटरतिर तान्न पायो भने त हामीले 2 करोडमा त लगभग 10-15वटै ओरिजिनल नाटकहरू मजाले गर्न सक्छौँ। अनि त्यो होइन उहाँलाई चाहिएको त्यो मान सम्मान पनि पाइन्छ र जहाँसम्म लाग्छ मलाई केही नभए पनि 2 करोड लगानीमा 1 करोड लगानी त फर्किन्छ जस्तो लाग्छ। अनि त्यो तर्फ चाहिँ किन कसैले नसोचे होला जस्तो लाग्छ कि यति धेरै फिल्म बनिरहेछन्। पछिल्लो समय त आई थिङ्क चलचित्र विकास बोर्डको तथ्याङ्कमा पनि 100भन्दा बढी यो वर्षको लागि चाहिँ सुटमा जाने भएर भइसकेका छन्। त्यो हुनाले त्यतातर्फ आई गेस हामीले कुरा गर्नुपर्ने हो कि जस्तो 2-4जना निर्मातालाई भेटेर बात गर्नु पर्ला एकदम। दाइलाई चाहिँ एउटा छ नि पछिल्लो समयमा धेरै नै अलिकति चर्चा भइराख्ने रङ्गकर्मीहरूले चाहिँ सिनेमामा जानको लागि रङ्गमञ्चलाई चाहिँ एउटा खुड्किलो भर्याङ जस्तो बनाए भन्ने किसिमको आरोप पनि भनौँ, त्यसलाई त्यो बहस पनि भइराखेको हुन्छ। तपाईँले चाहिँ यतिका वर्षदेखि रङ्गमञ्च गरिराखेको एउटा डिरेक्टर एक्टर राइटरको पर्सपेक्टिभबाट चाहिँ त्यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ दाइ तपाईँले? यो चाहिँ संसारभरि नै छ
अब हामी कहाँ चाहिँ कसैले त्यो भनिदियो भने एउटा ट्याग लाइन जस्तो हुन्छ अनि त्यही न्यारेटिभलाई इस्ट्याब्लिस गर्न खोजिन्छ। जस्तो अघि आन्विकाले भने जस्तो नेपाली रङ्गमञ्चमा चाहिँ विदेशी अनुदित नाटकहरू चाहिँ धेरै हुन्छन् भन्ने कसैले भनिदियो मिडियामा भने अब त्यो कतिवटा भएको छ भन्ने कसैले खोज्दैन अनि त्यही लाइनमा गइरहन्छ। जस्तो कि हाम्रो मिडियाका साथीहरूलाई आरोप होइन तर सेयरिङ गरेको कहिलेकाहीँ के हुन्छ भने कुनै नाटक चल्यो भने अब त्यहाँ चाहिँ एडिटोरियल टिममा कुरा हुन्छ होला, ए नाटकले पैसा कमाउन थाल्यो अनि फोन गर्नुहुन्छ अनि के छ नाटकले पैसा कमाउन थाल्यो, उहाँहरूको त्यो मनमा हुन्छ अनि उहाँहरूले जे क्वेसन गरे पनि अनि हामी भन्छौँ यो नाटकले कमायो यो नाटकले कमाएन, तर त्यो चाहिँ त्यही हेडलाइनमा आउँछ कि नाटकले कमायो किनभने उहाँहरूले डिसाइड गरिसक्नु भएको छ फेरि 3 महिनापछि कुनै नाटकले कमाउँदैन अनि फेरि सल्लाह हुन्छ होला अनि त्यसपछि नाटक त चलेन किन चलेन भन्ने हुन्छ अनि उहाँहरूले प्रश्न गर्नुहुन्छ जे उत्तर दिए पनि नाटकले किन पैसा कमाउँदैन भन्ने आउँछ। यहाँ पनि त्यस्तै छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो चाहिँ जस्तो भारतमै पनि अथवा अरू देशहरूमा पनि अभिनय त अभिनय हो नि त, त्यो त ठुलो क्षितिज हो। एउटा कलाकारले चाहिँ जहाँ कहिलेकाहीँ रेडियोमा काम गर्छ जस्तो तिमी भोइस ओभर गर्छौ त्यो पनि एउटा कलाकारको काम हो होइन, कहिलेकाहीँ मोडलिङ हुन्छ होला अथवा कुनै सामानको विज्ञापन हुन्छ होला, यो चाहिँ अभिनयको धेरै ठुलो क्षितिजमध्ये सिनेमा चाहिँ अझै ठुलो क्षितिज हो, त्यसमा जाने हो। तर कसरी थिएटरलाई पनि बलियो बनाउने भन्ने चाहिँ चुनौती छ होइन। जस्तो अब थोरै नाटक घरहरू छन् अहिले जहाँ चाहिँ नियमित रूपमा जस्तो मेरै पुस्तामा काम गर्ने साथीहरू निरन्तर नाटकमै काम गर्ने साथीहरू एकदमै कम भइसके। यो सङ्कट चाहिँ ठुलो छ, ठ्याक्कै मसँग यसको उत्तर छैन, त्यो रमाइलो छैन। अनि यस सँगसँगै एउटा अर्को चलिराखेको बहस अथवा आरोप जे भनौँ त्यो के चाहिँ भन्दाखेरि सिनेमामा स्थापित कलाकारहरूलाई चाहिँ रङ्गमञ्चमा नाटकमा चाहिँ भनौँ न एकदम स्पेस ठुलो पात्रको जिम्मेवारी लिड क्यारेक्टरहरू गरेर त्यो ब्याक टु ब्याक प्लेज हुँदाखेरि त्यसले चाहिँ एकदम थिएटरमा लागिराखेको डेडिकेटेड भएर लागिराखेको कलाकारहरूको लागि त्यो अलिकति त्यसले इन्जस्टिस हो कि भन्ने किसिमको पनि कुरा चलिरहेको हुन्छ। त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ? मैले खासै त्यस भ्यू पाएको छैन त्यसको त्यो कुरामा, दिव्यदेवलाई नै अलि बढी अनुभव होला। कस्तो हुन्छ जस्तो कि कति साथीहरू रङ्गमञ्चबाट गएका र उनीहरूले चाहिँ लिड रोल पाएको र इस्ट्याब्लिस्ड भइरहेको छ र कति साथीहरूले चाहिँ त्यो लिड रोल पाउने आशमा चाहिँ लामो समयसम्म काम गरिरहेको र नपाएको स्थिति छ। तर मेरो चाहिँ त्यो अनुभव छैन, त्यो भएर मैले भन्न सकिनँ। होइन, आई थिङ्क दुइटै आर्ट फर्मको त्यत्तिकै भनौँ न महत्त्व छ, त्यत्तिकै सशक्त छन् र आई थिङ्क त्यो अमाल्गमेसन चाहिँ हुनु जरुरी छ। आदान प्रदान यताबाट उता सिकाइ हो। अझ अरू फिल्डको पनि कलाको अरू क्षेत्रहरू पनि एक ठाउँमा आउनु भनेको त्यो झनै सुखद कुरा हो जस्तो लाग्छ। हामीले एउटा क्षेत्रले अर्को क्षेत्रबाट सिक्ने होइन, आफ्नो क्राफ्टलाई नै त्यसले बेटरमेन्टको लागि काम गर्छ जस्तो लाग्छ। त्यसलाई त्यसरी धेरै नेगेटिभिटीतिर चाहिँ लानु हुँदैन कि जस्तो लाग्छ मलाई चाहिँ पर्सनली। एनिवेज अब किताबतिरै आउँ, लस्ट एन्ड फाउन्ड। मैले चाहिँ यसको 3-4 दिन अगाडि पढ्ने सौभाग्य पाएँ, थ्याङ्क यू त्यसको लागि, थ्याङ्क यू। र एकदमै मजा आयो त साँच्चै। र हिजो अनुप सरसँग भेट भएको थियो, अनुप सरले पनि पढ्नु भएको रहेछ अनि उहाँले पनि घिमिरे युवराजको अहिलेसम्मकै बेस्ट नाटक हो, कृति हो भनेर भन्नुभयो, विच आई अग्री कम्प्लिटली। बधाई छ धेरै धेरै। यस कहाँबाट धेरै लामो समयदेखि चाहिँ यो हजुरको भनौँ न दिमागमा चाहिँ थियो अनि के कुराले चाहिँ यो ठ्याक्कै इन्सपायर गरेको हो दाइ यो लेख्न चाहिँ? मलाई चाहिँ नाटकमा आफूले लेख्दाखेरि चाहिँ सहरी जीवनमा बाँचिरहेका मानिसहरूको जीवन लेख्न मन लाग्छ। कस्तो लाग्छ भने गाउँ चाहिँ खुला छ र अहिले पनि गाउँको शिरदेखि पुछारसम्म जाँदाखेरि सबैले एकअर्कालाई चिन्ने, जस्तो म नै यहाँ सहरबाट गाउँ जाँदाखेरि चाहिँ कहिले आइस, के गर्दैछस्, सबैले चिन्ने। तर सहरको जीवन चाहिँ डिस्गाइज्ड हुन्छ जस्तो लाग्छ, यो वालहरूभित्र छ जस्तो लाग्छ। अनि सहरमा बाँचिरहेका मानिसहरूको चरित्र बुझ्नलाई चाहिँ नाटक अथवा फिल्म नै चाहिन्छ जस्तो लाग्छ कि। अनि
मैले त्यो विमोक्षमा पनि मेरो कोसिस चाहिँ के हो भने हामी सहरमा अनेकौँ आवरणहरू छन्, त्यो आवरणहरूभित्र एकजना नाटककार हुनुहुन्छ मार्टिन क्रिम, ब्रिटिस नाटककार। उहाँले के भन्नुभएको छ भने सहरका गल्लीको झ्याल, सहरको गल्लीबाट हिँड्दै गर्दा झ्यालबाट चियाएर मान्छेहरूको जीवन हेर्न मलाई मनपर्छ भन्नुहुन्छ कि उहाँले। मलाई पनि त्यो लागेको, हामीले जस्तो जहिले पनि दुःख पाएको गरिब पात्रहरू जहिले पनि त होइन, प्रायः जस्तो त्यस्तो हुन्छ। अनि मलाई चाहिँ त्यो अलि अप्ठ्यारो लाग्छ कि म बाँचिरहेको समाजमा मानिसहरूले पाइरहेको सकस, अप्ठ्यारोपन र खास गरी दुईजनाको सम्बन्ध बिचको सङ्कट चाहिँ मेरो रोजाइ हो। र अघिल्लो नाटक विमोक्षमा पनि त्यस्तै कोसिस गरेका थिएँ, तर त्यसमा चाहिँ के थियो भने 20 वर्षे केटा र 45 वर्षे महिलाको सम्बन्धमा थियो भने यो चाहिँ उल्टो छ, 25 वर्षे केटी र 48 वर्षे पुरुष बिचको सम्बन्धमा छ। तर त्यससँगै अर्को कुरा पनि, अब यो मैले धेरै भन्नु त हुँदैन है धेरै, तर मैले लेख्दै गर्दाको कुरा चाहिँ म सेयर गर्न चाहन्छु। हामी कहाँ चाहिँ यो सहरी जीवन, यो अर्थ होइन, अनि जीवनलाई कसरी सहज बनाउने भन्ने दौडमा चाहिँ हामी मानसिक रूपमा यस्तो तनावमा हुने रहेछौँ, हामीलाई अनेकौँ बाध चाहिन्छ कि। अनि धेरै बाधहरूमध्ये अहिले चाहिँ आध्यात्म पनि एउटा हो। अनि हामीलाई धेरै गुरुहरू चाहिन्छ होइन, हामीलाई त्यो गुरुहरूले भनेका कुराहरू रोचक लाग्छ, किनभने त्यो हेर्दाखेरि, पर्दामा हेर्दा अथवा सुन्दाखेरि चाहिँ यसले चाहिँ हामीलाई उद्धार गर्छ जस्तो लाग्छ। अनि त्यो आदर्श आफ्नो जीवनमा अप्लाई गर्न चाहने तर अप्लाई चाहिँ नहुने, किनभने गुरुहरूले नै त्यो जीवन अप्लाई गरिरहेका छैनन्। अनि यो नाटकमा चाहिँ मैले त्यो गुरुहरूले दिएको आदर्श चाहिँ कति आडम्बरी छ भन्ने कुरा पनि मैले यो नाटकमा राख्ने कोसिस गरेको छु। त्यस्तै एउटा पात्र सागर, जो चाहिँ आफ्नो पारिवारिक जीवनमा एकदमै सङ्कटमा छ र उसले चाहिँ शान्ति खोज्ने बहानामा चाहिँ धेरै ठाउँमा भौँतारिन्छ, तर कहिले पनि त्यहाँबाट बाहिर निस्किँदैन। जस्तो कि बुद्धका 4 आर्य सत्य, दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःखबाट मुक्ति सम्भव छ भन्ने छ। तर मेरो चाहिँ 5औं च्याप्टरमा के छ भने दुःखबाट मुक्ति सम्भव छ अनि फेरि दुःख छ। त्यही भएर पनि यो भनौँ न 3 एक्ट स्ट्रक्चरमा नभइकन 5 एक्टमा ढाल्नु भएको कारण त्यो हो। 4 एक्टमा मुक्ति मिलेन क्या। 5औं एक्टमा फेरि मान्छे चाहिँ त्यही आदर्शको सङ्कटमा पर्यो। त्यो चाहिँ अरूको मात्रै होइन, मेरो पनि हो। म पनि एक खालको सांस्कृतिक परिवेशबाट आएको, हुर्किएको र आफ्नै सङ्कट पनि नाटकमा छ। आफ्नो सङ्कट पनि छ। त्यो तपाईँले जसरी त्यो अरू क्यारेक्टर मेन त 2टा सागर र भूमि भए, त्यो बाहेकका अरू क्यारेक्टरहरू पनि छन् र त्यो क्यारेक्टरहरूको पनि ब्याक स्टोरी यति लेयर्ड तरिकाले लेख्नु भएको छ, त्यो बडा गजब लाग्यो मलाई चाहिँ। र म एकदमै एक्साइटेड छु नाटकलाई मञ्चमा हेर्नको लागि। तयारी चाहिँ कस्तो भइरहेछ त मञ्च? तयारी एकदमै, किनभने एकैचोटि तयारी भयो, किनभने नाटक घर पनि बन्दैछ अहिले। खुसीको कुरा अब हामीले पार्किङको लागि बाहिर जानु पर्दैन, शिल्पी थिएटरभित्रै सिधै 15वटा गाडी अट्छन् होइन। तल पार्किङ, 1 फ्लोर, फर्स्ट फ्लोरमा चाहिँ थिएटर। अनि त्यो नाटक घरको निर्माणको क्रम लगभग सकियो र अहिले प्रोडक्सनमा काम भइरहेको छ। प्रोडक्सनको कुरा गर्दा चाहिँ के छ भने अलिकति सहजता, मलाई एकदमै विश्वास गरेर, माया गरेर यो नाटकको सेट डिजाइन चाहिँ अनुप सरको हो। अनुप बराल पछाडि हुनुहुन्छ। अनि त्यसपछि यो रमाइलो छैन होला, अलि म 1-2 मिनट लिन्छु, किनभने मलाई सहयोग गर्ने व्यक्तित्वहरूको नाम मैले भन्नै पर्छ। अनि त्यसपछि लाइट डिजाइनमा चाहिँ मेरो साथी कलकत्ताबाट आउनु भएको छ, वरुण कौर हुनुहुन्छ, यतै कतै हुनुहुन्छ वरुणजी।
अनि साउन्डमा देव नेउपाने र अनुप तिमल सिन्हा हुनुहुन्छ। अनि त्यसमा चाहिँ अलिकति प्रोजेक्सन मल्टिमिडियाको पनि काम छ, एनिमेसनको काम छ, निरज चौधरी यतै हुनुहुन्छ। अब के भने मूल काम अरूले गरिदिएपछि त आनन्द भयो नि। त्यही भएर यसरी काम भइरहेको छ र हामी जेठ 2 गते चाहिँ प्रिमियर गर्छौँ। पहिलो चरणमा 2 हप्ता मञ्चन गर्छौँ। छनकै आएछ भने फेरि बढाउँछौँ। अनि अर्को नाम सचिन योगलजीले यो पोस्टर छ नि, यो किताबको गुदी पछिको कुरा हो। यसको कभर चाहिँ यति सुन्दर बनाइदिने सचिन योगलजीलाई म आभार भन्छु। थ्याङ्क यू। अब सोध्न मन लागेको कुरो चाहिँ आफैले लेखेका नाटकमा एज एन एक्टर काम गर्दाखेरि र अरू भनौँ न द्वारा लिखित नाटकमा एक्टिङ गर्दाखेरि चाहिँ कस्तो सहज असहज, किनकि अलि धेरै नै सेल्फ क्रिटिकल हुने त्यो एक्टरको एक त नेचर नै हुन्छ होइन, त्यसले सहज बनाउँछ असहज बनाउँछ, कस्तो हुन्छ त्यही? त्यो अलि अप्ठ्यारो चाहिँ हुन्छ, किनभने सबै लेखकलाई आफ्नो शब्दहरूको मोह हुने रहेछ। अनि जुन टेक्स्ट छ टेक्स्टबाट भिजुअलमा जानलाई चाहिँ अलि काटकुट गर्नुपर्ने, मिलाउनु पर्ने हुन्छ। यो पढ्ने कुरा हो, त्यो देखिने कुरा हो। आफैसँगको स्ट्रगल अथवा फरक दुईटा व्यक्तित्व जस्तो हुने रहेछ। चुनौतीपूर्ण काम हो, कोसिस गर्दैछु। यो पनि आफैसँगको एक्सपेरिमेन्ट हो। तर आफूले लेखेको नाटक अरूले अर्को निर्देशकले निर्देशन गर्दा अथवा खेल्दाखेरि चाहिँ अर्को नयाँ पर्सपेक्टिभ आउने सम्भावना हुन्छ। त्यो भनेर यो झुरै होला भन्ने चाहिँ छैन। अनि पछिल्लो समयमा चाहिँ नेपाली थिएटर चाहिँ अलिकति सेलाएको हो कि म पुरै गलत हुँ कि, अथवा तपाईँले चाहिँ कसरी हेरिराख्नु भएको छ समग्र नेपाली थिएटरलाई? देशै सेला त्यो कनेक्टेड छ, डेफिनेटली हो। एउटा चरणले एउटा दृष्टिकोणले हेर्दाखेरि चाहिँ अलि सेलाएको हो, अलि काम फिल्मतिर भएको हो। तर फेरि अर्को हिसाबले हेर्दाखेरि चाहिँ अब नाटकहरू पनि बन्दैछन्। जस्तो अब यहाँ नाटकहरू हामी थपिरहेका छौँ, सुन्दरहरू चाहिँ बनाउँदैछौँ। अब पोखरामा एकदमै भयानक राम्रो नाटकघर बन्दैछ। त्यो भएर यो मिश्रित छ। तर मेरो विचारमा चाहिँ रङ्गमञ्चको स्थिति यो हुनुमा चाहिँ अरू धेरै तत्त्वहरू मिश्रित छ जस्तो लाग्छ। सिङ्गो देशको अर्थतन्त्र पनि जोडिन्छ जस्तो लाग्छ मलाई। जस्तो किताबकै कुरा गरौँ न, बुकको पब्लिसरको आफ्नै दुःख छ होइन। अनि के यो त गयो त यार। प्रिन्ट मिडियाकै कुरा छ। यो चाहिँ अरू धेरै कुराहरूसँग जोडिएर आएको छ कि जस्तो लाग्छ। तर यो त्यो एउटा मिथिकल स्टोरी छ नि, फिनिक्स चराको। मैले बिर्सेँ, कुनै एकजना नाटककारले भन्नुभएको थियो, संसारमै रङ्गमञ्च चाहिँ फिनिक्स चरा जस्तो हो। आफैले उदो मुन्टो लगाएर बालुवाभित्र उसको मृत्यु हुन्छ र त्यहाँबाटै अर्को उसको जीवन सुरु हुन्छ। त्यो भएर सायद रङ्गमञ्च जति यो ग्लसी वर्ल्ड अलि तपाईँको यो चाहिँ मिडिया, भिजुअल मिडियाहरू जति आउँदै जान्छ उति यसको महत्त्व घट्दैन जस्तो लाग्छ कि। जस्तो अहिले पनि इन्डिभिजुअल लाइफ त छ, तर काठमाडौँमा पार्टी जाने, फिजिकल्ली भेट्ने, बाजेको सेकुवामा आउने होइन, त्यो क्रम त रोकिएको छैन नि त। त्यही भएर थिएटरको इम्पोर्टेन्स चाहिँ मलाई लाग्छ यदि मैले गरिनँ भने पनि कसै न कसैले गर्छ। यसको महत्त्व चाहिँ घट्दैन जस्तो लाग्छ। अनि जस्तो हामी रङ्गकर्मीहरू चाहिँ अडियन्ससँग एकदमै कनेक्टेड हुन्छौँ। हाम्रो अडियन्ससँग साक्षात्कार गरिरहेको हुन्छौँ नजिक होइन। नाटक सकिएपछि पनि एकछिन बस्नुहुन्छ, गफ गर्नुहुन्छ होइन। अनि त्यो एउटा काइन्ड अफ रेगुलर अडियन्स पनि बनिराखेको हुन्छ र एकदम रिपिटेडली उहाँ आइराख्नुहुन्छ होइन। पछिल्लो समयमा अडियन्स चाहिँ कसरी इभल्भ भएको पाउनु भएको छ तपाईँले नेपाली रङ्गमञ्चको? अब एउटा समस्या चाहिँ के छ भने हामीले जुन नाटक गर्छौँ त्यो नाटक चाहिँ एकैचोटि
धेरै ठुलो मासमा सूचना पुर्याउन नसक्ने स्थिति चाहिँ छ। माउथ पब्लिसिटी अथवा सोसियल मिडियाकै अथवा मिडियाकै प्लेटफर्मबाट हामीले सूचना दिइरहेको हो। ठुलो मास छैन, तर माया गर्ने मानिसहरू हुनुहुन्छ। हामी अहिले रङ्गमञ्च गरिरहेकै एउटा जमात छ जसले चाहिँ साँच्चै नाटक हेर्न चाहन्छ र माया गर्छ। जस्तो अहिले नै हामीले शिल्पी थिएटर बनाउने क्रममा पनि हामीसँग पैसा थिएन, हामीले आजीवन सदस्य निर्माण गर्ने भन्यौँ 100 जना। अनि त्यो आजीवन सदस्यको निर्माणमा चाहिँ एकदमै उत्साहजनक उपस्थिति देखियो कि अहिलेसम्म कति 100 जना नै पुगिसक्नु 100 जना पुगेको छैन। तर धेरैजनाले के भन्नुभएको छ भने 99 पुगेपछि 100औं म भन्नुभएको छ कि त्यसमा त्यो ठ्याक्कै कस्तो ऊ चाहिँ हो त प्रोसेस चाहिँ के हो? प्रोसेस चाहिँ वान टाइम पे लाइक 30,000 पे गरेपछि चाहिँ शिल्पीमा मञ्चन हुने एटलिस्ट अब 15 इयर्स चाहिँ हामी त्यहाँ हुन्छौँ र कम्तीमा 15 वर्ष चाहिँ शिल्पीमा हुने कुनै पनि पर्फर्मेन्समा चाहिँ हामी कार्ड उपलब्ध गराउँछौँ एउटा। त्यो कार्डबाट चाहिँ एउटा प्लेमा 2 जनाले नाटक हेर्न सक्नुहुन्छ। अन्बिका यो प्रकाशक भन्दा बाहिरतिर पनि गइरहेछ, डोन्ट माइन्ड है। आज किताब अब सकिनै लाग्यो 1-2वटा अनि त्यो सकिन्छ। ठिक छ। अनि मैले सायद मेन्सन गर्नै पर्छ यो चाहिँ शिल्पीमा म आउँदाखेरि जहिले पनि एउटा आफ्नो घर आएको जस्तो लाग्छ कि होइन। एकदमै त्यो थिएटरको एउटा ब्युटिफुल माहौल, एउटा भाइब्स चाहिँ यो थिएटरमा छ। त्यो हुनुको पछाडि चाहिँ उसको ब्याकबोनै भनौँ होइन, हाम्रो थिएटरको यसमा फुल टाइम आफूलाई समर्पण गरिराखेको भाइ बहिनीहरू, एक्टरहरू, उहाँको एकदम प्रेमिल लाग्छ मलाई उहाँहरू होइन। एकदमै मलाई भेट्ने बित्तिकै अर्को एनर्जी आउँछ। एज अ लिडर तपाईँको चाहिँ उहाँहरूसँग अपेक्षा कस्तो छ र उहाँहरूलाई थिएटरमा लामो समयसम्म सस्टेन गराउन उहाँको ग्रोथको लागि चाहिँ कस्तो चुनौतीहरू देख्नु भएको छ, के छ? यति धेरै मेहनत गरेर उहाँहरू समर्पित हुनुभएको छ। उहाँहरू नभएको भए शिल्पी थिएटर यसरी काम गर्न सक्ने थिएन। अब यो डर चाहिँ के हो भन्दा मलाई नै आफ्नो बारेमा, आफ्नो भविष्यको बारेमा थाहा छैन कहाँसम्म पुगिन्छ भनेर ठ्याक्कै प्लानिङ गरेर जाने स्थिति छैन। त्यो भएर त्यो चुनौती चाहिँ छ, यो सेल्फ रिस्क जस्तो छ। तर चिन्ता चाहिँ हुन्छ कसरी उहाँहरूको लाइफ सेक्युर गर्ने होला। जो टिम छ हाम्रो 15 जनाको सँगै लामो समयसम्म कसरी जाने होला भन्ने चिन्ता चाहिँ छ। तर धेरै कुरा अनिश्चित चाहिँ छ, नेपाली राजनीति जस्तै। खैर एनिवेज के अरे अब अलिक बोरिङ कुराहरू धेरै भयो जस्तो लाग्यो। अलिकति रमाइलो गरौँ त। अब एउटा दाइले चाहिँ अनुरोध गर्नुभएको थियो, एउटा यसो हाम्रो 2 जनाको मात्रै गफ चाहिँ यस्तै हुन्छ, अलिक सिरियस हुन्छ चाहँदा नचाहँदै पनि। त्यही भएर अन्त्यमा चाहिँ जाँदा जाँदै यो आजभोलि नेपाली मिडियातिर जहाँ पनि इन्टरभ्युजमा खुब चलेको छ ऱ्यापिड फायर भनेर, त्यो ऱ्यापिड फायर चाहिँ गर्नै पर्ने जस्तो देखियो। त्यसपछि हामी टुङ्ग्यौँला। तर त्योभन्दा अगाडि एउटा प्रश्न चाहिँ मैले सोध्नै बिर्सेँ, सोधिहाल्छु। अघि भाउजूसँग गफ भइरहेको थियो होइन, अनि उहाँ एकदमै खुसी हुनुहुन्छ के अरे मेरो बुढाले नाटक लेखेर सकाउनु भयो, क्या खुसी लागिरहेछ मलाई, मेरो बुढाले लेख्दाखेरि चाहिँ मलाई एकदम खुसी लाग्छ भन्नुहुन्छ उहाँले। तर सँगसँगै गुनासो पनि थियो, अलि पछिल्लो समय चाहिँ लेख्नमा चाहिँ अलिकति कमी भयो कि पहिला जति जुन अनुपातमा लेख्नुहुन्थ्यो त्यो किन कमी भयो हो। र अर्को कुरा चाहिँ तपाईँको फर्स्ट अडियन्स भनौँ उहाँको चाहिँ यो प्लेमा, यो बुकमा र लगायत अरू बुकहरूमा पनि उहाँको इनपुट चाहिँ कस्तो रहन्छ? उहाँ त एकदमै क्रिटिकल। फर्स्ट ड्राफ्ट सुनाउँदा चाहिँ अब नलेखौँ कि जस्तो हुन्छ कि यति धेरै कमेन्ट आउँछ कि। अनि कस्तो हुँदो रहेछ भने यो लेख्ने कुरामा अथवा आर्टमा पनि 1-2वटा कुरा चाहिँ राम्रो भन्दै हुन्थ्यो नि जस्तो लाग्छ। अनि मेरो एक्सप्रेसन हेरेर अनि लास्टमा चाहिँ होइन राम्रो त राम्रो छ भन्छ कि उसले त्यो सङ्कट चाहिँ छ। तर फेरि किताबको रूपमा आउनको लागि त त्यो परिमार्जन आवश्यक छ नि त। यही किताब पनि म एकदमै स्लो राइटर पनि हो, एकदमै रातारात आँसु कवि होइन म। अनि यो पनि 14वटा ड्राफ्ट गरेँ मैले। अनि धेरैलाई मैले देखाएँ यो किताब चाहिँ। सो अनुप सरलाई देखाएँ, खगेन्द्र सङ्ग्रौलालाई देखाएँ, अर्चना थापा,
सीमा आवास सबै सम्झिन भने पनि कुमार नगरकोटी त्यहाँ पछाडि लेखेको छु। मैले 12 जना लेखकहरूलाई मैले देखाएँ अनि त्यो धेरै फिडब्याक चाहिँ पाएर अहिले ठिकठाक काम चलाउ भएको छ। गजब भएको छ, गजब भएको छ। अब ऱ्यापिड फायर खेलौँ है बिस्तारै। ल म तपाईँलाई 3टा अप्सन सहितको प्रश्न सोध्छु, तपाईँले एउटा बिना व्याख्या एउटा रोज्नुपर्ने हुन्छ है त। निर्देशन, लेखन र अभिनयमा कुन चाहिँ रोज्नुहुन्छ? अभिनय। तपाईँलाई मञ्चमा हुँदाखेरि बढी डर लाग्ने चाहिँ के कुरामा हो? संवाद बिर्सिनु, लाइट बिचैमा झ्याप्प जानु, या अडियन्सको फोन बज्नु? अडियन्सको फोन बज्नु। एक दुईचोटि त उहाँले बिचमा रोकेरै सम्झाएरै उ गर्नु परेछ होइन? त्यो चाहिँ नाटककै डायलग जस्तो भएको थियो। है। अनि तपाईँ नाटक सुरु हुनुभन्दा ठिक अगाडि प्रिपरेसन चाहिँ कसरी गर्नुहुन्छ? मेडिटेट गर्नुहुन्छ, स्क्रिप्ट रिभिजिट गर्नुहुन्छ, या डान्स गर्नुहुन्छ? केही त्यही 3वटामा है। चौथो थियो। चौथो थियो। ल चौथो नै मोर थिएटर गेम वार्म अप। थिएटरमा सबैभन्दा बढी गाली खाने पात्र चाहिँ को हो? लेट हुने कलाकार, संवाद भुल्ने कलाकार, वा टेक्निसियन? लेट हुने कलाकार। एक्सप्लेनेसन पाइँदैन। नगरौँ, यसै त लामो भइसक्यो। अनि तपाईँले आफूले खेलेको फेभरेट नाटकको पात्र चाहिँ, मसँग 2टा मात्रै छ, दीप दर्नाल कि झलेन्द्र प्रसाद? दीप दर्नाल। र अन्त्यमा यो चाहिँ धर्म सङ्कट, व्याख्या गर्न पनि सक्नुहुन्छ यसमा। शिल्पी थिएटर कि लुना भट्टराई? तेस्रो अप्सन। तेस्रो अप्सन छैन, एउटा छान्नै पर्छ। यो एउटा छान्नै पर्छ। धर्म सङ्कट। यो धर्म सङ्कट हो। यो गाह्रो छ, गाह्रो छ। होइन, छान्नै पर्छ, नत्र हामी जान दिँदैनौँ त। यस्तो छ, यसमा चाहिँ एक्सप्लेनेसन जस्तो लुना नभई थिएटर हामीलाई पनि थाहा छ। तर म थिएटरमा रमाइनँ भने लुनाजी खुसी हुनुहुन्न। त्यो भएर सङ्कट छ। हो ल, एउटा ल पास गर्न दियो हामीले। थ्याङ्क यू। के दाइले पनि के सोध्नुपर्ने थियो कि के छ? म 2टा सोध्छु ल। ल म नेपाली उपन्यास, मेरो अलि सिरियस छ यार। नेपाली उपन्यासको नाम भन्छु, त्यसमध्ये एउटा छान्ने। शिरीषको फुल, हिटलर र यहुदी, बसाई, पल्लो घरको झ्याल। शिरीषको फुल। अर्को एकदमै सङ्कटवाला भनौँ, हुन्छ। सिनियर थिएटर आर्टिस्टमा सुभद्रा अधिकारी, शकुन्तला शर्मा, भुवन चन्द, शान्ति मास्के। अनफर्चुनेटली मैले धेरै कामहरू चाहिँ हेर्न पाएको छैन उहाँहरूमध्येको, तर शकुन्तला शर्मा। थ्याङ्क यू। अब अडियन्सतिर 2टा छ, सोधौँ प्लिज। कुमार नगरकोटी कता हुनुहुन्छ? त्यहाँ पछाडि हुनुहुन्छ त्यहाँ। उपन्यास कि कविता? गुड, थ्याङ्क यू। अनुप बराल, सिनेमा कि थिएटर? थ्याङ्क यू। ल यति नै हो, टुङ्ग्याउनै पर्ला है अब चाहिँ। हस् दाइ, खुसी लाग्यो। हाम्रो गफ कहिले रोकिँदैन। अब यो सकिएपछि पनि कन्टिन्यू गरौँला। तर यो अवसरको लागि दाइसँग यसरी कुरा गर्दा जहिले मजा लाग्छ। पुनः बधाई छ। अनि नाटक हेर्न चाहिँ एकदमै आतुर छु। शुभकामना। थ्याङ्क यू दिव्यदेव। अनि साङ्ग्रिला बुक्सलाई धेरै धेरै धन्यवाद। मलाई विश्वास गरेर 2टा किताब
छापिदिएकोमा र मेरो तेस्रो किताब कमिट गर्छु अहिले नै यहीँबाट। धेरै धन्यवाद। थ्याङ्क यू। धेरै धेरै धन्यवाद दिव्यदेवजी र घिमिरे युवराजलाई। अब हामी किताबको, तपाईँहरूले किताब अलरेडी त्यहाँनिर छ देखिहाल्नुभयो छिर्दा छिर्दै। कभरहरू पनि धेरै समयदेखि सोसियल मिडियामा आइरहेको छ, तर पनि एउटा औपचारिकता पुरा गरौँ भनेर यो किताबको विमोचन, औपचारिक विमोचनको लागि म लेखकहरू र नाट्य क्षेत्रकै व्यक्तित्वहरूलाई यहाँ स्टेजमा निम्त्याउँछु। लेखक उमा सुवेदी, लेखक र नाटक पनि लेखक कुमार नगरकोटी, अब नाटक निर्देशक, थिएटर एक्टर भनेर बोलाउँछु अनुप बराललाई। सिनेमाको बनिन है मैले। त्यस्तै गरेर लेखक अनि कवि मुक्तकार उषा शेरचन। ल अब यसो देखाइदिनु पर्यो, औपचारिकता पुरा गर्नु पर्यो। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। त्यो विमोचन कपी तपाईँहरू साथमा लिएर जान सक्नुहुन्छ। भर्खरै अब हामीले विमोचन गरिसक्यौँ। कार्यक्रम छोटो मिठो रमाइलो गर्ने, धेरै बेर अलमल नगरिकन अब म कार्यक्रमको अन्त्यमा फेरि पनि घिमिरे युवराजलाई धन्यवाद र धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु। तपाईँहरू सम्पूर्ण आएर यो कार्यक्रम यस्तो रमाइलो बनाइदिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। संवादका लागि दिव्यदेवजीलाई पनि धेरै धेरै धन्यवाद छ र हाम्रो साङ्ग्रिला बुक्सका सम्पूर्ण साथीहरूलाई पनि यो कार्यक्रमको आयोजना राम्ररी गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब तपाईँहरू चाहिँ चिया खाँदै अनि लेखकसँग गफिँदै किताब पनि पल्टाउँदै गर्न सक्नुहुन्छ। सबैको दिन शुभ रहोस्। बाँकी दिन धन्यवाद।